वर्षदेखि पेट र आन्द्रामा समस्या, कसैलाई डायरिया हुने, कसैलाई ग्यास्ट्रिक, कसैलाई माथिल्लो पेट दुख्ने, कसैलाई घाँटीमा के अड्केको जस्तो हुने, धेरै उपचार गरिसक्नुभयो तर पनि ठिक भइरहेको छैन। कसरी ठिक हुन्छ त नि? तपाईको पेटमा रोगै छैन, तपाईको कारण अन्त छ। के भन्न खोजेको डाक्टरले? नमस्कार, म डाक्टर चेतना। अब तपाईको स्ट्रेस, टेन्सन, एंजाइटी, डिप्रेसनले गर्दा पेटमा रोग हुन सक्छ। तपाईले के सोच्नुहुन्छ? स्ट्रेस, टेन्सन, एंजाइटीले बीपी बढ्न सक्छ, सुगर बढ्न सक्छ, टाउको दुख्न सक्छ। पेटमा रोग कसरी हुने त? हुन्छ, किनभने हाम्रो पेट र आन्द्रामा कनेक्सन छ। यसलाई हामी गट ब्रेन एक्सिस भन्छौं। हामी पेट र आन्द्रालाई हामी सेकेन्ड ब्रेन पनि भनिन्छ के हैन। तपाईलाई पेट र आन्द्रामा लामो समयदेखि के समस्या छ भने यसले स्ट्रेस, टेन्सन, एंजाइटी, डिप्रेसन निम्त्याउँछ। तपाईलाई लामो समयदेखि स्ट्रेस, टेन्सन, एंजाइटी, डिप्रेसन छ भने तपाईलाई पेटमा समस्या पनि देखिन्छ। तर यो बिरामीहरुलाई बिचारा पेटको समस्या हुनेहरुलाई मेरो कारण दिमाग हो भनेर थाहा पनि हुँदैन, दिमागमा समस्या हुनेहरुलाई यसको कारण पेटमा पनि हो भनेर थाहा पनि हुँदैन। डाक्टर दाइरा हुन्छ। धेरै बिरामीहरु सही उपचार नपाएर यो चक्रव्यूहमा फस्छन्। यो चक्रव्यूहलाई तोड्नु पर्यो, किनभने तपाईहरुले अहिलेसम्म तपाईहरुको लक्षणलाई मात्रै ठिक पारिराख्नु भएको छ हैन। दिमागमा स्ट्रेस, टेन्सन, एंजाइटी छ भने त्यसैको मात्रै उपचार भइराछ, अनि पेटमा समस्या छ भने पेटको मात्रै उपचार भइराछ। अब सही उपचार, सही डायग्नोसिस र सही उपचारबाट यो ट्रिटमेन्ट हुन सक्छ। तपाई एउटा होलिस्टिक एप्रोचबाट जानु पर्यो हैन र, कारणलाई ठिक पार्नु पर्यो। मैले सन्देह बर्नी गर्छु, सन्देह कारणको उपचार हुन पर्यो, लक्षणको होइन। लक्षणलाई मात्रै ठिक पार्दा तपाईले यो रोगलाई कहिले पनि तपाईले ठिक पार्न सक्नुहुन्न है। नमस्कार।